सबैजनालाई नमस्कार। यति बेला हामीसँग मूलखर्कमा ठुलो स्याप्रोदेखि माथि 2 घण्टा हिँडेर हाम्रो प्यारो आन्टीको ठाउँमा छौँ। यति बेला आन्टीसँग भेट भएको छ। हामीलाई मिठो मिठो खाना खुवाइसक्नु भयो। अनि आन्टी, हामी अहिले छोराहरूसँग भेटेर कस्तो लाग्यो अनि छोराहरू कस्तो रहेछन् भनेर भनिदिनु त, हामी कुन ठाउँमा छौँ के छौँ भनेर। राम्रो लाग्यो, आज खुसी भयो। छोराहरू आज काठमाडौँदेखि आउनु भएछ हैन। अनि हजुरको यो होटलको नाम भनिदिनुहोस् त। अनि मूलखर्क होटल हिमालय, मेरो नाम चाहिँ कान्छी तामाङ। हिमालयन गेस्ट हाउस हैन त? हजुर हिमालय गेस्ट हाउस। अनि भाइहरूले एकदम स्वागत छ। एकदम राम्रो सुविधा दिनुभएको छ आन्टीले हामीहरूलाई। सबै कुरा मिठो मिठो खुवाउनु भएको छ। सबै अर्ग्यानिक, दायाँ बायाँ कहीँ छ, बारीबाट टिपेर आन्टीले साग खुवाउनु भएको छ। सबै कुरा बेस्ट कुरा आन्टी के लाग्यो भनेपछि मलाई चाहिँ त्यो दाल र भातमा त्यो के अरे त्यो घट्टाको वाला फ्लेभर थियो नि, प्योर अर्ग्यानिक, त्यो चाहिँ एकदम बेस्ट लाग्यो आन्टी मलाई। सबसे बेस्ट लाग्यो। अनि हाम्रो अङ्कलहरूलाई छोराहरूसँग भेटेर कस्तो लागिरहेछ भन्नु त? एकदम राम्रो, खुसी लाग्यो। यस्तो कहिले नभेट्ने हो, छोराहरू भेट्यो, एउटा हाम्रो छोरा जस्तो माया आयो, राम्रो भयो, एकदम खुसी भयो। हाम्रो त्यस्तो कहिले नि नभेट्ने हो, छोराहरू भेट्यो है। हो नि अङ्कल। हजुर पनि बोल्दिनँ अङ्कल, कस्तो लाग्यो हजुरलाई छोराहरूसँग भेटेर? धेरै राम्रो भएछ छोराहरूसँग बस्नुलाई। हजुर हो अङ्कल। अङ्कलले पनि अङ्कलहरूसँग, अङ्कल आन्टीहरूसँग हामी विषय एकदम खुसी छौँ। अनि एउटा मेन कुरा चाहिँ के छ भनेपछि एकदम मिठो र घरकै अर्ग्यानिक कुरा खान पाइयो, त्यसको लागि बेस्ट छ। तपाईँहरूलाई खानु पर्यो भने हामी आन्टीको सबै होटल डिटेल्सहरू हामी यहाँ डिस्क्रिप्सनमा राखिदिन्छौँ। तपाईँहरू आएर फेरि खान सक्नुहुन्छ। हस् त, धन्यवाद।